हेलो साथीहरू, नमस्ते हामी जरले सबैजनामा अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि हामीहरू आजको दिन चाहिँ उही नजिकैको ठाउँमा जाँदैछौँ अनि म त्यहीँ गएर देखाउँछु त्यो ठाउँ। अनि हामी त्यहाँ गएर आज इन्जोय गर्नेछौँ। आजको दिनको ब्लग हेरिदिनु होला। नभेटाएर छाता नभेटाएर काठै छ ए कोठामा थियो मलाई त आज कस्तो निन्दा लाग्ला झै भाखा क्या अझ मुसाको पुच्छु जस्तो पातलै पातलै छ नाइ भल गर त कहाँ खस्छ त्यो काँटा अहिले मेरो स्वेटर ल्याउनु पर्छ त तैँले सबै युट्युबमा देखिनुहुन्छ है नाइ स्वेटर ल्याइन मेरो नयाँ स्वेटर छ मेरो काँटा खस्यो पैसा ब्लगर मान्छे हेलो ब्लगर यति हो जानु सबै खोजेन लुगाइ ल्याउनु भएको के जाम क्या यार झ्याउ लाग्छ मलाई त झ्याउ लाग्छ हेलो 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 ल खै हेलो त्यो ढिलो हो क्या ढिलो पनि जान्न भनेपछि के कर गर्नु पर्छ के त्यही त त्यही त उकालो त त्यस्तो छैन कति टाढा छ चौतारीबाट नि केही छैन लग्दैन न एउटा कहाँ टाइम लाग्यो एउटा दिउर मोड एउटा मात्र हुन्न होला एकजनाको के भयो अब एकजनाको अझ पिछै पिछ र बाटो बिबिसमा लग्दै नि हुन्छ यत्रो जनालाई त कोही अटोमा ए गाडीमा हुन त ज्वाइँलाई धगोला खिचेर को बस्छ त यता कहाँ सबैको अब बुढो बुढो मान्छे कहाँमा ठस ठस बस्दिनु त मम्मीको उतापट्टि जानु म यतापट्टि तपाईँ कहाँ बस्नुहुन्छ त बाबासँग आउँछ ए बाबासँग छेना आउनु जा के छेना आउनु जा उता दिदीबाट जानु पैसा दिनु तपाईँ उता जानु म कसो कहाँ बस्नु त काले काले अगाडि बस्छ कि मिल्दैन रे कता बस्नु त यहाँ म त दिदीको कहाँमा बस्छु त
मासु भन्ने ए छिटो जाम के भाउजू छिटो आउनु ए बदा कहाँ छ र पछिलाई उ त्यो छ है पछिलाई तिमीहरू पनि त्यही जानु भन्यो होला नि हामी अगाडि आइन्छ ठिकै भयो यहाँ पनि छ त ए अहिले आयो भने त भुटा हालिन्छ पछि ल ल एक कालो कता हो यहाँ बनाऊँ के यहाँ ऊ डाँडा पनि देखिँदैछ उ त्यता यहीँ आउने भन्ने रहेछ छिराइसकेको यिनीहरूले वहीँ बस्यो ल खै त कति आज खाट उलेर घुम्दा आयो ए पुऱ्याइदिउँ म पनि खान्न किन आज मेरो खाने हो यो र लएर ठुलोमाले किन नखाने त म खान्न नानी मासु मलाई ए ठुलोमाले अन्डा छ ठुल्बा खै खाले बजारले के ल सानो पुगो त पुगो है पुग्यो अनि यो त यत्रो बस्ने भयो त बजारलाई यो खाने हो नि अहिले पछिसम्म बेलुकैसम्म खाने के आज शुक्रबार तिमीलाई नि हाल नि त यहाँ हाल न काट्छ ल भाइ हस् खाइसियोस् अब ए खानु पऱ्यो नि अन्डा पनि खानु मान्छे गर्नु ल्याएको गिलास पनि ठ्याक्कै भयो 9वटा लिएर आएको ठ्याक्कै 9वटा पुग्यो कसलाई खै मलाई पाउन मम्मीलाई लाउनु काँक्रा आया बाजीको भात पो खेलाउ त म मासुवाली भन्ने भन्न बिर्स्याएको खाम 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 कालै चिसो लैजाऊ सानोलाई पुगिन गिलास छ दिदी यहाँ 3टा हाम्रो त यहाँ चिसोले हेरेर मान्छेलाई आफै पुग्यो सबैलाई पुग्यो हाम्रो बाटो सबैलाई पुग्यो गिलास ठ्याक्कै 9वटा थियो गिलास बजेला काङ्ग्रा सानो तल हाल्दै नखान्न म दिदी अब तातिन्छ यो खोलेको त दिदी अलिकति चिसो त राख्न हुन्न खाइहाल्छ त भने आमालाई पहिला त होइन म अब त दाममा भन्नु आफै के भयो सुत्न लाने त्यो
अरे आफूले हिँड्ने ठाउँमा नि हिँड्न सक्दैन जस्तो लाग्छ म त मनले हरास हेर्नु होला है, सबै देखिनुहुन्छ ब्लगमा। के अरे मलाई त्यही जाँगर नआएर बिहान पनि हल्का हल्का गरेर हिँडेर गयो मजाले पुगिन्छ त्यहाँ त धेरै कालै भइँदै खान्छ